काठमाडौँको धुवा धुलो र दिनदिनैको दौडधुपबाट अलिकति टाढा, कतै एकैछिन शान्तिको सास फेर्न मन छ तपाईँलाई? बालाजुबाट थोरै माथि नागार्जुनको घना जङ्गलको काखमा रहेको ओशो तपोवन एउटा यस्तो ठाउँ हो जहाँ पुग्ने बित्तिकै मन आफै शान्त, आनन्द अनि चङ्गा जस्तो हलुका फिल हुन्छ। यहाँ तपाईँहरूले प्राकृतिक सौन्दर्य मात्रै होइन, ध्यान, योग, आध्यात्म जस्ता चिजहरू पनि एकदम राम्रोसँग फिल गर्न सक्नुहुन्छ। त्यहाँ एउटा क्याफे छ जसलाई जोब्रा क्याफे भनिन्छ। त्यो चाहिँ प्योर 100% भेजिटेरियन क्याफे हो। दिनभरिको तनाव बिर्सेर आफूलाई एकदम हलुका महसुस गर्नको लागि यो एउटा राम्रो गन्तव्य बन्न सक्छ। मेरो कुरा गर्नुहुन्छ भने म नेपाल जाँदाखेरि एकचोटि त्यहाँ पुगिनँ भनेर त्यहाँ नपुगी फर्किँदाखेरि म आफैलाई के भएन, मैले के चाहिँ गरिनँ, मसँग के चिज भएन भन्ने चाहिँ भइरहेको छ क्या मलाई एकदमै धेरै। मेरो लागि एकदम पिसेबल ठाउँ हो यो। म त्यहाँ बिहान ब्रेकफास्टको लागि गएँ भने एकैचोटि लन्च पनि त्यहीँ गरेर फर्किने वातावरण छ क्या। मलाई चाहिँ मेरो लागि एकदमै पर्फेक्ट ठाउँ हो। ग्रिनरी जुन त्यो आकाश हेर्दै, त्यो पहाड हेर्दै, त्यो जङ्गल हेर्दै मजाले काम गर्न सक्यो त्यहाँ बसेर। यो क्याफे चाहिँ हामीले जुन ध्यान र प्रकृति छ नि, यो दुइटैलाई मिक्स गरेर एउटा सरप्राइज जस्तो छ क्या। त्यो सबैको एउटा प्याकेज जस्तो छ त्यो जोब्रा क्याफे। क्याफेको नाम चाहिँ जोब्रा क्याफे हो। अनि ध्यानपछिको भोक मेटाउन र प्रकृतिलाई हेर्दै कफी एन्ड ब्रेकफास्ट एन्ड त्यहाँको लन्च लिँदै एकदम पर्फेक्ट ठाउँ छ मेरो लागि चाहिँ। अब मेरो लागि छ भन्दैमा सबैलाई हुन्छ भन्ने छैन। एकचोटि आफै गएर हेर्न पनि सक्नुहुन्छ। त्यहाँ पाइने अर्ग्यानिक र शुद्ध शाकाहारी परिकारको स्वादै अलग्गै छ क्या फेरि। यो कुनै पेड प्रमोसन भन्ने चाहिँ होइन है। तपाईँ जानु भएको छ कि छैन कमेन्टमा लेख्नुहोला, अथवा जाने प्लान छ भने पनि कमेन्टमा लेख्नुहोला।